हो जन्मै पापी हो मान्छे ठुलो जातको पनि पापी हो सानो जातको पनि पापी हो पढेको मान्छे पनि पापी हो अनपढ मान्छे पनि पापी हो धनी मान्छे पनि पापी हो गरिब मान्छे पनि पापी हो अनि पापी मरेपछि नरक जान्छ अनि नरक कस्तो छ भने नि नरकमा मजा आउँदैन नि भाइ नरकमा गाँजा पाइँदैन भाङ पाइँदैन सिगरेट बिडी पाइँदैन जाँडसी पाइँदैन नरकमा चाहिँ आगो जलिबस्छ आगो त्यो आगोमा हामीलाई हालिन्छ भयो त अब त्यहाँ एउटा चिज मात्रै खोज्छ हामी के खोज्छ अब भन्ने नि पानी 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 कसैले दिँदैन पानीले पानी भएको दियोस् पानी नभएको ठाउँ हो त्यो आगो जलिबस्छ त्यहाँ रात दिन बुझ्नुभयो त आज त भाङ खाँदा गाँजा खाँदा जाँडसी खाँदा तास जुवा खेल्दा मजा गर्दा मजा आउँछ एकछिन त क्या जिन्दगी ये है जिन्दगी भइराखेको हुन्छ कि तर त्यो ठाउँमा पुगिसकेपछि पानी बाहेक केही ध्यान हुँदैन पानी 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 यति साह्रो दुःख हुन्छ पानीको त्यो ठाउँमा जलन हुन्छ आगोमा जलिराखेको छ हम सब जलेंगे जलते रहेंगे एक दिन का बात नहीं है वो 100 साल का बात नहीं है वो 1000 बरस का बात नहीं है वो लाखों लाख बरस हम लोग जलते रहेंगे वापस हो कस्तो दुःखको कुरा हो लाख वर्षसम्म हामी जलिरहन्छौँ पापको ज्याला हो त्यो पापको दण्ड हो त्यो हामीले अहिलेसम्म के गर्यौँ त्यसको सजाय त्यहाँ छ पापको सजाय कसले बचाउँछ हामीलाई त्यसकारण मान्छेहरू अलिक बुढो भएपछि धर्म गर्नुपट्टि लाग्छ है ध्यान गर्नुपट्टि लाग्छ मन्दिर जानुपट्टि लाग्छ गिर्जा जानुपट्टि लाग्छ गुम्बा जानुपट्टि लाग्छ मस्जिद जान्छ हुँदैन तर हामीले गरेको धर्म कर्मले हामीलाई बचाउन सक्दैन हाम्रो धर्म कर्म त काम लाग्दैन यता सुन्नु यता हाम्रो धर्म कर्म काम लाग्दैन हो हामीलाई कसैले बचाउन सक्दैन तर हामीलाई बचाउनुको लागि सृष्टिकर्ता परमेश्वर आफै संसारमा आउनुभयो अचम्मको कुरा हो कहिले सुनेको थियो यस्तो कुरा उहाँ आफै आउनुभयो कसरी आउनुभयो 2000 वर्ष अगाडि इजरायलको बेथलेहेम भन्ने ठाउँमा एउटा सानो नानी जन्मियो त्यो नानी पनि कस्तो जन्मियो कन्या केटीबाट जन्मियो कन्या केटीले नानी पाउँछ कहिले पाउँदैन त्यो हावा कुरा हो कसले पत्याउँछ त्यो कसैले पत्याउँदैन डाक्टरलाई गएर डाक्टर साहब कन्या केटीले नानी पायो भने भन्छ ए पागल जा भन्छ कहिले पत्याउँदैन कसैले पनि तर सुन्नुहोस् भाइ पक्का कन्या केटीले नानी पायो त्यति बेला पक्का पायो त्यो कुरा गर्नु सक्ने त परमेश्वर मात्रै हो अरूले त्यस्तो काम गर्नु सक्दैन सृष्टिकर्ता परमेश्वरले एउटा कन्या केटीलाई गर्भवती बनाएर एउटा नानी संसारमा निकालिदिनु भयो त्यो नानीको नाम येशू ख्रीष्ट हो को हो त्यो नानी भन्दाखेरि परमेश्वर आफै हो आफै मान्छेको गर्भमा आएर आफै संसारमा मान्छे भएर निस्किनु भयो किन निस्किनु भयो तपाईँ र म जस्तो पापीलाई बचाउनुको लागि तपाईँ र म जस्तो पापीको सजाय भोग्नुको लागि अनि तपाईँ र मलाई नरकबाट बचाउनुको लागि उहाँ आउनुभयो 33 वर्षसम्म यो संसारमा हिँड्नु भयो 30 वर्षसम्म त एउटा गरिबको घरमा उहाँ हुर्किनु भयो उहाँले कार्पेन्टरको काम गर्नुहुन्थ्यो काठ मिस्त्रीको काम उहाँले टेबल बनाउनु भयो चौकी बनाउनु भयो उहाँले घर बनाउनु भयो उहाँले 30 वर्षसम्म त दुःखको काम गर्नुभयो अनि काम छोडेर 3 वर्ष मात्रै उहाँले प्रचार गर्नुभयो 3 वर्ष प्रचार गर्दा मान्छेले सहनु सकेन उहाँलाई यसलाई मार पक्रेर मारिदिए हातमा काँटी ठोकेर क्रुसमा काँटी ठोकेर मारिदिए तर परमेश्वरलाई कसरी मार्नु सक्छ त्यो त मान्छेको हावाको कल्पना मात्रै हो उहाँ त परमेश्वर हो मार्नु सक्दैन त्यसकारण 3 दिन पछाडि जिउँदो भएर निस्किहाल्नु भयो अनि 40 दिनसम्म आफ्नो मान्छेसँग बस्नुभयो अनि हेर्दा हेर्दै स्वर्गमा जानुभयो मान्छेले हेरिराखेको थिए बाइबलले भन्छ 500 जना मान्छेले हेरेको थियो त्यति बेला हेरिराखेको छ हेर्दा हेर्दै उहाँ सट्टै स्वर्गमा पस्नुभयो उहाँको नाम हो येशू ख्रीष्ट उहाँ जिउँदो परमेश्वर हो मान्छे भएर स्वर्गमा जानुभयो मान्छे भएर संसारमा आउनुभयो मान्छे भएर तपाईँ र म मेरो लागि मर्नुभयो गालिनुभयो बौली उठ्नुभयो अनि अहिले पनि उहाँ जिउँदो हुनुहुन्छ उहाँले मात्रै हाम्रो प्रार्थना सुन्नु सक्नुहुन्छ हे प्रभु येशू म माथि दया गर्नुहोस् मेरो पाप माफ गर्नुहोस् भन्नुहोस् न तपाईँको पाप माफ भइहाल्छ अचम्म पो त त्यहाँ तपाईँले पापको सजाय पाउनु पर्दैन तपाईँ नरक जानु पर्दैन
तर तपाईँले यो कुरा विश्वास गरेर उहाँलाई पुकार्नु चाहिँ पर्छ। साँचो विश्वासले पुकार्नुपर्छ। मैले त नि 20 वर्षको उमेरसम्म एउटा बाहुन परिवारमा घरमा पूजापाठ कति गरेँ बुझ्नुभयो त, मन्दिर कति गएँ म, तर कसैले मेरो प्रार्थना सुनेन। तर त्यसको बादमा एक दिन बिहान, आइतबारको दिन बिहान थियो, कहिल्यै बिर्सिँदिनँ त्यो म 1976 को जनवरी 11 तारिक, कहिल्यै भुल्दिनँ म जीवनमा। त्यो दिन मैले घुँडा टेकेर प्रभु यीशु मेरो पाप माफ गर्नुहोस्, त्यति प्रार्थना गरेँ। कुरा बुझ्नुभयो? जसले मलाई यो वचन सुनाएर पाप माफ माग्न लगायो त्यो दाजु अहिले पनि गान्तोकमा जिउँदैछ, अहिले पनि जिउँदैछ। अस्ति कालिम्पोङमा भेटेर आएँ मैले हो। उसको अगाडि मैले हे प्रभु यीशु मेरो पाप माफ गर्नुहोस्, मैले पापको माफ मागेको अहिले 50 वर्ष हुन आँट्यो, 47 इयर्स, 47 वर्ष भइसक्यो। त्यति अगाडिको कुरा हो। त्यो दाजु नि बुढो भएछ, त्यो दाजुको साइज सानो छ।